हेलो साथीहरू, वेलकम ब्याक टु माई पेज। फेरि पनि तपाईँलाई मेरो पेजमा वेलकम छ। अहिले चाहिँ म छ्यामाहरूकोमा आइरहेको छु। छ्यामा चाहिँ कहाँनिर भन्दा चाहिँ मेरो चाहिँ एउटै छ्यामा एउटै ठुलो मम्मी हुनुहुन्छ। अस्ति चाहिँ ठुलो मम्मीको छोरीको घरमा गएको थिएँ। ठुलो मम्मीलाई पनि तपाईँहरूलाई देखाएँ मैले, भिडियोमा देख्नुभयो है। अहिले चाहिँ म यहाँ छ्यामाकोमा आएको छु। ठुलो मम्मी चाहिँ टासीडिङमा हो, छेमा चाहिँ अदमपुलमा बस्नुहुन्छ। घरै अदमपुल हो, त्यही भएर चाहिँ मम्मी र म चाहिँ फेरि आज चाहिँ छेमाकोमा आएको। मम्मी आउनु भयो भने चाहिँ म मम्मीसँगै पुच्छर पुच्छर लागेर डुलिबस्छु हो। जत्तिकै ठुलो भए पनि है, आफ्नो मम्मीहरूसँग आफूलाई नानी नै हुनु मन लाग्छ। मम्मीहरूले पनि नानी नै सोच्नुहुन्छ। त्यही भएर चाहिँ मम्मीसँग चाहिँ म डुल्दै हिँडेको। यहाँनिर चाहिँ आज चाहिँ छेमासँग मम्मी अघि छेमासँग आउनुभयो, म चाहिँ स्कुटीमा आएँ हो। छेमा चाहिँ यहाँ खाना बनाउनु हुँदैछ। मेरो छेमाले चाहिँ मिठो मिठो खानेकुराहरू बनाउनुहुन्छ हो। उहाँहरूले चाहिँ मासु चाहिँ खानुहुन्न, किनभने चाहिँ साधु हो उहाँहरू चाहिँ, कवीर साधु। त्यही भएर चाहिँ भेज पनि छेमाले चाहिँ मिठो मिठो बनाउनुहुन्छ। मैले छेमाकोबाट कतिवटा कुराहरू मैले बनाउनु सिकेको छु हो। यहाँ बिरालो पनि देख्नुभयो होला, बिरालो पनि छ यहाँनिर चाहिँ। बिरालो चाहिँ प्रेग्नेन्ट रहेछ हो। अन्त त्यहाँदेखि चाहिँ म चाहिँ यहाँनिर भित्र बसिरहेको थिएँ। अन्त त्यहाँदेखि चाहिँ मम्मी र आन्टी चाहिँ बात मार्दै बाहिर बसिरहनु भएको थियो। अन्त अब खानाहरू पनि पाकिसक्यो, खाना खाने टाइम पनि भयो हाम्रो हो। यहाँनिर चाहिँ पनिर बनाउनु भएको छ। यहाँ चाहिँ सोया ससेस, यहाँ दाल साइडमा, यहाँनिर चाहिँ अचार पनि छ हो। दही राख्नु भएको छ। छेमाले खाना पस्किनु हुँदैछ। अब हामी चाहिँ खाना खाने हो। यहाँ चाहिँ अचार बनाउनु भएको छ, सेवाईहरू हालेर कस्तो मजाले के हालिकन बनाउनुहुन्छ छेमाले हो। कम्ती मिठो हुँदैन छेमाले बनाएको खाना चाहिँ। म चाहिँ पहिल्यैदेखिकै मनपर्छ हो। हामी मासु बनाउनेलाई त खाना बनाउनु पनि खालि मासुै मात्रै बनाउनु जान्दैछ हो। अन्त मम्मी र म चाहिँ अब खान थालेको। छेमा चाहिँ यहाँ पस्किनु हुँदैछ। छेमाले चाहिँ यहाँ मेरो लागि गाईको प्योर अर्ग्यानिक दुध पस्किदिनु हुँदैछ हो। छेमाकोमा आयो भने चाहिँ यही हो, अर्ग्यानिक कुराहरू खानु पाउँछ। किनभने चाहिँ गाईहरू चाहिँ हमेसा पाल्नुहुन्छ नि त। त्यही भएर यहाँ चाहिँ दुध पस्किदिनु हुँदैछ हो। छेमाले आमा भन्नुहुँदैछ। अब अहिले चाहिँ हामीले खानाहरू पनि खाइसकिसक्यो। यहाँ चाहिँ गान्तोकको रमिता हेर्दै बसिरहेको छ हामी चाहिँ। छेमाहरूको यहाँनिर टेरेसबाट चाहिँ गान्तोक दामी देख्छ नि त। हामी पहिल्यैदेखि नै यहाँ छेमाहरूकोमा आउँदा चाहिँ यसरी नै हो, शीतलहरू तापेर हामी बस्ने गर्थ्यौँ। यहाँनिर पुरानो घर, यहाँ चाहिँ नयाँ बनाउनु भएको। कस्तो लाग्यो भिडियो यति नै छ। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई सबैजनालाई।